हेलो एभ्रिवान, वेलकम ब्याक टु द च्यानल। धेरै पछि भ्लग लिएर आएको छु। बाबु भइसकेपछि अलिकति भ्लग बनाउनु पनि अप्ठ्यारो भएर अनि बाबुको केयर अलि गर्नु परेकोले भ्लग ल्याउन पाएको थिएन र आज हजुरहरूको लागि ब्रान्ड न्यू भ्लग लिएर आएको छु। आज चाहिँ म ट्राभल गर्दैछु मेरो बाबुसँग। बाबुको चाहिँ फर्स्ट इन्टरनेसनल फ्लाइट हो। फर्स्ट भन्दा पनि सेकेन्ड इन्टरनेसनल फ्लाइट हो। फर्स्ट चाहिँ इन्डियाबाट नेपाल भएको थियो र यो चाहिँ हामी कहाँ जाँदैछौँ म हजुरहरूलाई देखाउँछु। मसँग चाहिँ मेरो पुन्टु र मेरो हस्बेन्ड हो जाँदै गरेको र हामी कहाँ जाँदैछौँ त्यो पनि म भन्नेछु। भिडियोलाई लास्टसम्म हेर्नु होला। गाइस, हजुरहरूले देख्न सक्नुहुन्छ अहिले हामी आइपुगेका छौँ दिल्लीको इन्दिरा गान्धी इन्टरनेसनल एयरपोर्टमा र हजुरहरूले यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ दिल्लीको एयरपोर्ट हो। यहाँबाट हामी कहाँ जाँदैछौँ त्यो चाहिँ हजुरहरूले थाहा पाइहाल्नुहुन्छ एकैछिनमा। सेक्युरिटी सकिसक्यो, अब चाहिँ हामी भित्र छिरिरहेको छौँ अनि हामी जाँदैछौँ अस्ट्रेलिया। हजुरहरूलाई हाम्रो चाहिँ सिङ्गापुर एयरलाइन्स हो। हजुरहरूलाई म अहिले देखाउने छु अरू पनि। अहिले चाहिँ हामी ड्युटी फ्रीमा छौँ। अनि मलाई के किनिदिने हो त आज ड्युटी फ्रीबाट? के किनिदिन्छौ? जुनियर पनि छन् यहाँ, जुनियर हेर्दैछौ झिलिमिली। हाई 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 टिका के सोधेन कि के लागि सोधे त पुण्डे 2,000 years later. हेलो वन्स अगेन एभ्रिवान। अहिले हामी आइपुगेका छौँ सिङ्गापुरको एयरपोर्टमा र हाम्रो यहाँबाट पछसम्मको फ्लाइट छ। यो चाहिँ सिङ्गापुरको एयरपोर्ट हो, हजुर देख्न सक्नुहुन्छ। अरू कुरा म अगाडि भिडियोमा देखाउने छु है त। सोसियल मिडियामा चक्लेट भाइरल भइरहेको थियो कि अनि मैले ठ्याक्क यहाँको यहीँ देखेँ कि है। अनि त्यो चक्लेट चाहिँ मलाई कस्तो खानु मन लाग्यो अनि लिउँ न त भनेर लिएको छु। म त्यो टेस्ट गर्नेछु, त्यो पनि भिडियो हाल्नेछु कस्तो छ के छ। पैसा हाल्न उचित छ कि छैन त्यो पनि भन्नेछु है त। हेलो सर, के हजुरले के लिस्यो त? कस्तो चक्लेट हो आमै? यो चाहिँ मलाई मन पऱ्यो दुबईको। ल घर गएर ट्राई गर्नुपर्छ। यहाँ आयो भने चाहिँ सबै चिज किनौँ जस्तो लाग्छ। सबै चिज किन्नलाई त पैसा नि हुनु पऱ्यो नि। कुन्टु के भनेको? कुन्टु Hey. And then for someone so that color what is this?
चढेर हामी चाहिँ म चाहिँ फर्स्ट टाइम डबल डेकर प्लेन चढ्दै हो एयरबस 380 भन्छ अरे त्यसलाई म पहिलोचोटि चढ्दैछु नि त त्यो भएर थाहा छैन अब हामी जाँदैछौँ सिङ्गापुरबाट पर्थ हामी चाहिँ प्लेनमा चढ्यौँ यसरी चाहिँ प्यासेन्जर सिटमा चाहिँ यसो बेड हुँदो रहेछ त्यसमै सुत्दाछौँ ड्रिङ्क इन्जोय गर्दैछौँ कुरो म चाहिँ जुस र स्न्याक्स सकिसक्यो वेलकम टु पार्क हेलो गाइस हामी चाहिँ अहिले पर्स आइपुगेका छौँ र यहाँ पुन्टु यसो खोल्दैछ हेलो र यहाँ सिम लिँदैछौँ अब सिम लिएपछि चाहिँ हामी घर जान्छौँ अनि त्यसपछि हजुरहरूलाई बाँकी हामी के गर्छौँ अस्ट्रेलियामा म त्यो देखाउने छु आजलाई यति नै भ्लग हजुरहरूलाई आजको भ्लग कस्तो लाग्यो पक्कै पनि मन पर्यो भन्ने आशा गरेको छु मन पर्यो भने भिडियोलाई लाइक गर्नुहोला कमेन्ट गर्नुहोला र सब्सक्राइब गर्न नबिर्स्नुहोला बाई सी यु इन नेक्स्ट भ्लग